मैले पाएँ जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई। अब जिउने छु यो जीवन तिमीसँग, तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। अब जिउने छु यो जीवन तिमीसँग, तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। जीवनको गोरेटो उकाली ओह्राली आज यो जीवनमा खुसीको रङ्ग छायो, यो मुटुले छुट्टै आनन्द पायो। आज यो जीवनमा खुसीको रङ्ग छायो, यो मुटुले छुट्टै आनन्द पायो। खुसीका दिनहरू तिमीसँगै काट्नु छ, दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ। के तपाईँ सर्वशक्तिमान परमेश्वरको र पवित्र मण्डलीको उपस्थितिमा यस पवित्र विवाहमा प्रवेश गर्नको निम्ति जीवनको हरेक रहनसहनमा पवित्र हुनुहुन्छ? श्री पासङ लेप्चा, के तपाईँ सर्वशक्तिमान परमेश्वरको र पवित्र मण्डलीको उपस्थितिमा यस पवित्र विवाहमा प्रवेश गर्न व्यक्तिगत, सामाजिक र कानुनी रूपमा स्वतन्त्र र राजी खुसी हुनुहुन्छ? ताली बजाउनुहोस्। र अब हाम्रो दुलहीको पालो भएको छ र पवित्र विवाहमा प्रवेश गर्नको निम्ति जीवनको हरेक रहनसहनमा पवित्र हुनुहुन्छ? ताली बजाउनुहोस्। सर्वशक्तिमान परमेश्वरको र पवित्र मण्डलीको उपस्थितिमा यस पवित्र विवाहमा प्रवेश गर्न व्यक्तिगत, सामाजिक र कानुनी रूपमा स्वतन्त्र र राजी खुसी हुनुहुन्छ? ताली बजाउनु है त्यसो भए। सुश्री शीतल तामाङलाई आफ्नी विवाहित श्रीमतीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ र पवित्र मण्डलीको उपस्थितिमा श्री पासङ लेप्चालाई आफ्नो विवाहित श्रीमानको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? म तिमीलाई परमेश्वरको डर र पवित्रतामा रही आफैलाई जस्तै प्रेम गर्नेछु। जीवनको हरेक सुख दुःखमा म विश्वासयोग्य र इमानदारीका साथ सबै कुरामा सहयोगी र सहभागी भई आफ्नो कर्तव्य पुरा गर्नेछु। मैले तपाईलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामुने सामाजिक तथा कानुनी दृष्टिकोणमा कसैको
कसैको डर दबावमा नभई कसैको डर दबाउमा नभई मेरो स्वतन्त्र मेरो स्वतन्त्र र राजी खुसीको साथ र राजी खुसीको साथ मैले आफ्नो मैले आफ्नो विवाहित श्रीमानको रूपमा विवाहित श्रीमानको रूपमा स्वीकार गरेको स्वीकार गरेको सत्य हो। सत्य हो। जीवनको हरेक सुख दुःखमा जीवनको हरेक सुख दुःखमा म विश्वासयोग्य म विश्वासयोग्य र इमानदारी साथ र इमानदारी साथ सबै कुरामा सबै कुरामा सहयोगी सहयोगी र सहभागी भई र सहभागी भई आफ्नो कर्तव्य आफ्नो कर्तव्य पुरा गर्नेछु। पुरा गर्नेछु। मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए जीवनलाई सँगालेर तिम्रै निम्ति साचिदिए मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए जीवनलाई सँगालेर तिम्रै निम्ति साचिदिए। धन्यवाद येशू दिनुभयो मलाई असल जीवन साथी। जीवनको यात्रा गाह्रो भए नि समाउने एउटा साथी। मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने। हृदयको घात मनको छोटा सबै छोइदिने। मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने। हृदयको घात मनको छोटा सबै छोइदिने। धन्यवाद येशू देखायो मलाई माया के हो भनी। कृतज्ञ छु म तिमीसँग दियो जीवन साथी। खुसीमा आँसुमा हात मेरो समाउन जिन्दगीमा कतै हारे भने फर्स्ट मुभ इनिसिएटिभ लिएको यो रिलेसनसिपमा नभए फर्स्ट कन्भर्सेसन हेलो हाई एनिथिङ सो दुईजना को फर्स्ट मुभ गर्नु। Who was more nervous on your first date? First date मा को चाहिँ अलिक नर्भस थियो? Like who is likely to text first? दुईजनामा कसले चाहिँ फर्स्टमा इनिसिएटिभ लिन्छ, टेक्स्ट गर्ने, मेसेज गर्ने, व्हाट्सएपमा हेलो हाई भन्ने या फिर स्पेसली तपाईहरु फर्स्टमा जब डेट गर्दै थियो कसले चाहिँ अलिकति इनिसिएटिभ लिएर अलिकति फर्स्टमा हेलो हाई So who is more spontaneous when planning a get together? भेटौँ न भन्ने अलिकति छिटो इनिसिएटिभ लिएको छ या फिर छिटो अब अलिकति प्लान गर्ने, घुम्नु जाने, डेटिङमा जाने को अलिकति इनिसिएटिभ लिन्छ? Who is more curious about learning your hobbies? Hobbies अब एकार्काको हबिजहरू कदरहरूमा को इन्ट्रेस्टेड हुन्छ कि उसलाई के को इच्छा छ, उसलाई के ज्यादा मनपर्छ, उसले के ज्यादा इन्ट्रेस्ट छ भन्ने अलिकति एकार्काको इन्ट्रेस्ट अलिकति क्युरियस को छ? So टाइमिङ छ
कति ज्यादा टाइम लिन्छ रेडी हुनु या फिर टाइममा आइपुग्नु कति ज्यादा टाइम लिन्छ साथ कहिले नछोड्ने बाचा गरौँ हामी यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी साथ कहिले नछोड्ने बाचा गरौँ हामी प्रभुलाई धन्यवाद विशेष गरी राम्रोसँग मेरो बहिनी जहाँ गयो पनि धन्यवाद सबै जन्मेसी आज हामीसँग हाम्रो बहिनी भए पनि साले भए पनि बिराएर जानेछ धन्यवाद हामीसँग धेरै समस्यामा हामी बस्नुभयो आज यति समस्या बस छोड्दा अलिक रुने पार्टी नै हो कि तर आज कति खुसी नाच्छु है हामी धेरै धेरै प्राप्त गरेको ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ घटीमा कमीमा पनि उकाली